धन्यवाद, नमस्कार। अब त्यो तपाईँ शैक्षिकमा गर्ने लागेन। विशेष गरी म यस परिषदमा चाहिँ रिपोर्टिङको लागि आएको हो। किनभने चाहिँ हिजो बेलुका जुन जनआस्थाको जुन पत्रकार कृष्ण श्रेष्ठ पक्राउ गर्नुभयो र पक्राउ गरिसकेपछि यहाँ नेपाल जुन पत्रकार महासङ्घले चाहिँ यहाँ आन्दोलनको प्रभाव गर्नुभएको रहेछ र त्यो अनुरूप यहाँ के कसो रहेछ भनेर मैले चाहिँ यहाँ आएको मेरो विचारमा चाहिँ जुन अवैध हिसाबले किशोर श्रेष्ठलाई पक्राउ गर्नुभएको छ यसको म सर्वप्रथम त घोर विरोध र भर्सना गर्छ। यो त पत्रकार माथिको प्रहार हो, यो शक्तिको दुर्पयोग हो जस्तो मलाई लाग्छ। किन भन्दाखेरि चाहिँ कुनै पनि समाचार सम्प्रेषण गरिसकेपछि समाचारमा चित्त बुझिन भने सबभन्दा सुरुमा चाहिँ त्यो समाचारको जुन खण्डन गर्ने एउटा ठाउँ छ त्यो समाचार खण्डन गर्न सकिन्थ्यो र त्यसपछि त्यसमा पनि चित्त बुझेर प्रेस काउन्सिलमा उजुरी दिन सकिन्छ र प्रेस काउन्सिलबाट त्यसको अगाडि बढ्नु पर्यो र त्यसपछि पनि चित्त बुझेर अतला जानुपर्ने हो। तर यो त सिस्टमले नै मिचेर कुनै पनि व्यक्तिको एउटा पत्रकारले चाहिँ समाचार संरक्षण गरेकै घरमा गएर प्रहरी लगाएर त्यो तुको तु सेकेन्डको सेकेन्ड पक्राउ गर्नु भनेको चाहिँ त्यो पत्रकारमाथिको प्रहार हो जस्तो मलाई लाग्छ। खास त्यति जेलसम्म जसको विरुद्ध समाचार बनायो उसले आत्मदाह समथिङ केही नराम्रो गर्यो भने चाहिँ के हेरेर बस्ने, त्यो कुरेर बस्ने, सिस्टम कुरेर बस्ने हो। तर एउटा कुरो के छ भनेदेखि जो व्यक्तिको बारेमा समाचार सम्प्रेषण गर्थ्यो ऊ सार्वजनिक व्यक्ति हो, ऊ देशको एउटा ठुलो ओतामा बसेको व्यक्ति भएको नै जनचासो गर्छ। किनभने उसको बारेमा एउटा प्रश्न चिन्ह उठिरहेकै छ। कसरी उठिरहेको छ भनेदेखि चाहिँ उहाँको पार्टीले पनि उहाँसँग एउटा कुरो स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण सोधिसकेपछि त्यसमा पनि भक्र भक्काले गर्दा त्यहाँबाट आफ्नो कार्यकर्तालाई अथवा आफ्नो पार्टीका शीर्ष नेताहरू त्यहाँबाट निकालेको घटनाहरू पनि हामीले देखिरहेकै कुराहरू हो। त्यसो भइसकेपछि एउटा केटी मान्छे सुन्नुहोस्, एउटा केटी मान्छे उपसभामुखलाई न्याय माग्न गयो। तपाईँकै कारणले गर्दा मेरो जीवनमाथि जुन प्रकारको दुर्व्यवहार भएको छ, नराम्रो भएको छ भनेर एउटा सहायता माग्दै जाँदाखेरि त्यो स्त्रीमाथि दुर्व्यवहार गरेको अवस्था देखिएको छ। त्यही कारणले गर्दा यी सबै थोक गरिसकेपछि मैले इङ्गित गर्न खोजेको जससँग जोडियो तपाईँले सार्वजनिक व्यक्ति भन्नुभयो योसँग जोडिएको महिला दिपीका छिन्, उनी त सार्वजनिक मान्छे होइन, सार्वजनिक व्यक्ति होइन। ऊ सार्वजनिक व्यक्ति होइन, उसको के अरे पक्षमा उसले समाचार लेखेको छैन त। समाचार लेख्नु भनेको जो देशको सभामुखको बारेमा लेखिएको छ, सभामुखले दुर्व्यवहार गर्यो, सभामुखले जुन प्रकारले व्यवहारमा उहाँको चरित्रमा अलिकति दाग पुग्ने काम गरेको छ भनेर चाहिँ यो समाचार मात्र होइन, त्यहाँको पार्टी पङ्क्ति त्यसपछि उहाँको आफन्तजनहरूबाट इष्टमित्रबाट उठेकै कुरा हो नि त। त्यो कुरा किन हो भनेदेखि सुन्नुहोस् है, म एउटा कुरा राम्रोसँग एउटा कुरा के भन्न चाहन्छु भने सर्वप्रथम उसलाई सत्य सचिवको लागि भनेर त्यहाँ एउटा दिदीबहिनी भइसकेपछि एउटा दिदीबहिनी नै राखिएको थियो, त्यसको नाम चाहिँ तारा राई हुनुहुन्थ्यो। पार्टीले सिफारिस गरेर सोके सचिवको लागि चाहिँ तारा राईले सिफारिस गरिसकेपछि तारा राईले उहाँले बोकेर हिँड्नु भएको थियो र त्यसपछि उहाँ सँगसँगै हिँडेर उहाँको हरेक कुराहरू तारा राईले सम्हालिरहेको थियो। अचानक त्यो जुन प्रकारको घटना घटे एकचोटि बेहोस भएर तपाईँ भन्नुभयो नि त, त्यति बेलाको सम्हाल्ने पनि तपाईँले हेर्नुभयो भनेदेखि भिडियो फुटेजहरूमा फोटोहरू पनि तारा राई नै हुनुहुन्थ्यो। तर अचानक त्यो केटासँग जो नाम जोडिएको छ अचानक त्योसँग विवाद भएपछि त्यो उपसभामुखले के गर्यो भनेदेखि बेहोस भएर लड्ने समेत कुरो पनि भइसकेको अवस्था र विवादपछि त्यो घटना पनि घटेको नघटेको यो सत्य तथ्य हो नि त। सत्य तथ्य त्यो आइसकेपछि चाहिँ तर एउटा कुरो के भइदियो भनेदेखि चाहिँ अब बजारमा त एउटा सार्वजनिक पद धारण गरिसकेपछि त्यत्रो देशको उपसभामुख जस्तो मान्छे भइसकेपछि त चासोको विषय त रहने नै भयो, पत्रकारले लेख्ने नै भयो। पत्रकारले साथको देख्दै गर्दाखेरि चाहिँ कसरी भयो भन्ने चाहिँ मेरो विचार हो क्या। यसमा के छ भने पक्राउ गर्दै रहँदा सामान्य समुदायमा उहाँलाई के आरोप लाग्छ भने हत्या गर्नमा एकदम उहाँ पत्रकारमा गर्न पाइन्छ र भनेर प्रश्न क्या। तर देशको कानुन अनुसार कुनै पनि महिलाको चरित्र हत्या गर्न पाइँदैन, यो सबैले हामीले स्वीकार्नुपर्छ। पत्रकारले पनि हामी यो कुरा सबैलाई राम्रोसँग थाहा पनि छ। तर एउटै कुरा, एउटा महिलाले अपराधिक क्रियाकलाप गर्दैछ, समाजमा नेगेटिभ कुराहरू फैलाउँदैछ भनेदेखि त्यसको विषयमा लेख्ने कि नलेख्ने भन्ने प्रश्न त आउला नि त।
जस्तै उहाँले एउटा कुरो भन्यो भनेदेखि प्रकाशित गर्दैन उहाँले नङकपको फोटो प्रकाशित गरेमा मैले उहाँको गलत छ, म गलत त गलतै भन्छु। त्यसरी नङकप फोटो प्रकाशित गर्नु त मिल्दैन थियो। तर एउटा कुरो थियो भने कुनै व्यक्तिले नग्नता आफैले देखाएर हिँडिरहेको छ, समाजमा भ्रम फैलाइरहेको छ, समाजमा विकृति विसङ्गति फैलाइरहेको छ भनेदेखि त्यसको विरुद्धमा चाहिँ पत्रकारले अब न्युज बनाउने कि नबनाउने, लेख्ने कि नलेख्ने, त्यो चुप लगाएर हेरेर बस्ने पत्रकार चाहिँ समाजमा दुर्गन्ध फैलाइरहेको छ, दुर्गन्ध हिसाबले काम गरेको, समाजमा नेगेटिभ कुराहरू फैलाउँदै हिँडिरहेको छ, विकृति विसङ्गति फैलेको छ। त्यसले गर्दाखेरि समाजमा हजारौँ जनतामा इफेक्ट पर्छ। सार्वजनिक त्यसको जग्गामा एउटा सत्ताको निम्ति गर्नुपर्ने पाइन्छ नि त। स्थानमा जसले विकृति देखाउँछ त्यो देखाउन पाइयो, त्यो आफ्नो ठाउँमा छ, त्यो पाइन्छ होला। तर कुनै कोठामा किसिमको नग्न फोटो त पोस्ट गर्न पाइँदैन। एउटा कुरा किन पोस्ट गर्न पाइन्छ पाइँदैन भन्ने कुरो चाहिँ एउटा कानुनले एउटा बहस गर्ने कुरा आउँछ। तर एउटा कुरो के हो भनेदेखि समाजमा कुनै पनि व्यक्ति नाङ्गो फोटो किन खिचियो, त्यो त सुरुमा पत्रकारै गएर क्यामेरा तस्विर कहाँ छ भनेर खोजिदिएर कोटा गएर खिचेको त होइन नि त। ऊ कसैले रिपोर्टिङ गरेको स्रोत त हुन्छ नि त। कुनै पनि व्यक्तिले त्यो खिच्नुको कारण के हो भन्ने कुरो हुन्छ। उसले आफ्नो नग्नता देखाउनको निम्ति हो कि समाजमा विकृति विषय बनाउनु हो कि अथवा उसले ब्लू फिल्म बनाउँदै हो कि ब्लू फिल्म बनाउँदैछ भनेदेखि त्यस्तो प्रकारको कार्यक्रम समाजमा देख्नु भएन नि त। यसको विरुद्धमा चाहिँ पत्रकारले पुरी नै आछ क्या। हजुर जसरी यो विशेष प्रोटोकल पढ्नु यो चाहिँ एकदमै यो भारत सरकारको चाहिँ विभिन्न शासन भयो भनेर चाहिँ उहाँ आउनु भएको थियो क्या। यसको तपाईँहरूको समर्थन त सबै पत्रकारको समर्थन तपाईँलाई अब उहाँले गर्ने आन्दोलनको तपाईँ कति लाग्ने जनाउने के छ तपाईँलाई? मेरो चाहिँ एउटा भनाइ थियो भने पत्रकार गर्ने पत्रकारमाथि राज्यबाट जुन गैर कानुनी हिसाबले प्रहार गर्ने मिल्दैन र यसरी कुण्ठित गराउने र पत्रकारलाई तर्साउने काम चाहिँ गर्न मिल्दैन भन्ने चाहिँ मेरो आवाज हो। र यो महासङ्घ म छैन, सत्य कुरो भन्नुपर्दा म पत्रकार भए तापनि महासङ्घ म सदस्यता पनि लिएको छैन र अहिलेसम्म त्यहाँ महासङ्घको अफिसको गेटमा पुगेको पनि छैन। त्यही कारणले चाहिँ उहाँहरूले के गर्नुहुन्छ, उहाँहरूको आफ्नो पाटो रहन्छ भनेदेखि मेरो एउटा आवाज चाहिँ के भने सत्ता पत्रकार गर्ने व्यक्तिहरूले त्यही पत्रकार गर्न पाउनुपर्छ र राज्यबाट दमन गर्नुपर्ने शक्तिको दुरुपयोग गरेर दमन गर्न मिल्दैन र यो कुनै पनि हालतमा यो चाहिँ सहने हुँदैन भन्ने चाहिँ म भन्न चाहन्छु। के हुन्छ होला अब के हुन्छ भन्दाखेरि आज मेरो एउटा एनालाइसिस कुरो गर्दै गर्दाखेरि किशोर श्रेष्ठ आजै खिच्छ घोषणा गरिदिन्छ। किनभनेदेखि अहिले अदालत दायर गरिन्छ, अवैध रूपले पौरो गरिएको छ, अवैध रूपमा कानुन नीति र पौरो गरिसकेपछि चुन्नु मिल्दैन। अनि यो सरकारको एउटा नीति र नियम र सिद्धान्तमा किन आज पनि भोलि छोडिदिने हो, त्यो नीति र नियम भएको देखिन्छ र आज पनि त्यही देखिन्छ। यो अलिकति त्रास देखाइदिने अर्को कुरो माथिको अनि पावर भएको मात्रै मान्छेले चाहिँ अलिकति दबाएपछि अब यो प्रहरीले त काम त गर्नु पक्राउ गरेको जागिर जाँदा तिमीले किन अपिल गर्यो किन काम गरेन भनेर चाहिँ अब त्यो मान्छेको सोच भएको मान्छेले कराउँछ। प्रहरीले पनि आफ्नो दायित्व निम्दाइदिएको लिएर पक्राउ गरेर गरिदियो। अब यो चाहिँ अलिकति पत्रकार महात्मा र समाजमा पनि के ए पत्रकारले कति बेला हामीले यस्तो कारवाही गर्न सक्छौँ, तुलको तु पक्रेर कारवाही गर्न हुनसक्छ, त्यही कारण खबरदार भनेर पत्रकारमाथि एउटा कुरा औलो उठाएको देखिन्छ। यसै हिसाबले गर्दाखेरि आज अदालतमा उहाँहरू लाने बित्तिकै के हुन्छ भनेदेखि त्यहाँ के भन्छ फिर दायर हुन्छ, फिर दायर सकेपछि बस हुन्छ, बस भइसकेपछि कानुन देखिन्छ र त्यसपछि उहाँ छुट्टिनुहुन्छ। सरकार अहिले आजभन्दा जेन्जी आन्दोलन हुनुको मेन कारण नै के थियो भन्दाखेरि चाहिँ पत्रकारमाथि प्रेस स्वतन्त्रमाथि नै प्रहार भयो भनेर चाहिँ जेन्जी आन्दोलन भएको थियो र त्यसपछि नै त्यो अनुरूप नै सबै कुरा देशै चलेको थियो। तर यसै हिसाबले फेरि त्यही जेन्जीहरू पुगेको छ, पुगे पनि फेरि पत्रकारमाथि चाहिँ फेरि अन्य अधिकार छ। यो सत्तामा पुगेपछि के भने कुर्सी जोगाउन गाह्रो हुँदो रहेछ क्या। किनभनेदेखि यतापट्टि पनि पल्छ, उता पनि पल्छ, यता पनि तान्छ, उता पनि तान्छ, तानिसकेपछि उसलाई तोकिन गाह्रो हुँदो रहेछ। त्यो पललाई टाल्न सबभन्दा सुरुको तार्किक चाहिँ कहाँ भने पत्रकार नै रहेछ। किनभने पत्रकारले लेखिन्छ, जनतालाई सूचित गराउँछ, जनतामाथि यो कुराहरू पुर्याइदिन्छ। यो कुरा नपुगोस् भनेको निम्ति कसरी हुन्छ तर्साउने बन्दुक चाहिँ सबभन्दा सुरुमा चाहिँ नेपाल सरकारबाट पोर्छ भएका मान्छेबाट चाहिँ पत्रकारलाई निशानी बनाउँदो रहेछ भन्ने कुरा चाहिँ मैले अहिले थाहा पाएको छु। योभन्दा अगाडि पनि पक्राउ गर्ने एउटा हल्ला चलेको थियो श्रेष्ठमाथि। फेरि अहिले सरकारले पक्रिरहँदाखेरि चाहिँ यो एउटा प्रतिशोधपूर्ण तरिकाले चाहिँ प्रतिशोध साधेको जस्तो लाग्छ। यो एउटा कुरा हेर्दै गर्दाखेरि गैर कानुनी हिसाबले पक्राउ गरेको चाहिँ एउटा प्रतिशोध जस्तो देखिन्छ, अर्थपात देखाउने र पत्रकारमाथिको दमन शोषण जस्तो मैले चाहिँ लागिरहेको छ। किन भन्दाखेरि चाहिँ गल्ती गरेको छ भने नियम कानुन सम्मत विधि सम्मत देशको संविधान कानुन अनुसार चाहिँ पक्राउ गर्नु न। किन के अरे हतारको हतार के आशै खाउँ आशै मरौँ यो भने त्यो पनि तर्साएको जस्तै फेरि मैले अघि नै भने नि यो पनि दिगो हुँदैन। उसलाई नियम कानुनबाट अदालतबाट परपुँजी जारी गरेर एकदम उहाँको प्रमाण जुटाएर उहाँले गल्ती गरेको हो भनेर अनि ठमाइ गरेर उहाँले समातिको भए चाहिँ
अब के हुन्थ्यो भनेदेखि चाहिँ हो उहाँ गल्ती रहेछ भने हुन्थ्यो। यो त प्रतिशोध भन्ने कुरा त डाइरेक्ट देखिरहन्छ नि त। रातारात एकल फोनमा गएर समाज डुङ्गु गरेर समाजले ल्याइदिइहाल्यो। त्यसपछि यो त एउटा कुरा हेर्दै गर्दा के त प्रतिशोध भन्ने कुरा त्यतिकै देखिरहेको छ। यो त जो सरकार मलाई पत्रकार तर आज पत्रकार अगाडि आएर आन्दोलन गरिरहेको छ क्या। हिजो बिहान केही महिना अगाडि नेकपा एमालेको शर्मा ओली जो अध्यक्ष हुनुहुन्छ उहाँ पक्राउ पर्दा उहाँको पार्टी कार्यालयमा पत्रकारलाई कुटियो, उहाँ क्यामेरा फुटालियो, माइती घरमा क्यामेरा फुटालियो। तर त्यति बेला पत्रकार महासङ्घको जुन अहिले निधारमा कालो पट्टी थियो नि त्यो पट्टी त्यो पहिला त्यति बेला पत्रकार फुटिँदा क्यामेरा फुट्दा ड्राइभर फुटालिँदा पत्रकारलाई लखट्दा आफ्नोमा कालो पट्टी क्या। त्यति बेला चाहिँ त्यो पत्रकार होइन। जो जतिले समाजमा समस्या सम्प्रेषण गरिन्छ र जुन काउन्सिलमा दर्ता गरेर आफ्नो कम्पनी दर्ता गरेर आफ्नो के अरे संस्था दर्ता गरेर चलाइरहेको सबै पत्रकार नै हो। र त्यति मात्र न सामाजिक रूपमा जति पनि अहिले सामाजिक सञ्जाल युज गरेर तिनीहरू पनि यसरी हेर्दा कति क्याटेगोरीमा पत्रकार रूपमै लिन्छ। तर एउटा कुरा के देखिन्छ भनेदेखि तपाईँले उठाउनु भएको प्रश्न एकदम जायज छ। म पनि मैले अघि भने नेपाल जुन पत्रकार महासङ्घमा म छैन, म सदस्य पनि होइन। तर उहाँहरूले कुन प्रकारले अगाडि बढिरहेको छ म त्यो कुरो पनि बुझ्दैन। तर तपाईँको त्यहाँबाटको नीति नियम त्यहाँको विधान के छ मैले त्यो हेरेको पनि छैन। तर यसरी हेर्दै गर्दाखेरि एउटा ठुलो र सानोको वर्ग छुट्याएर चाहिँ यहाँ भेदभाव गरेको र त्यो चाहिँ नेट चाहिँ देखेको जस्तो मलाई लाग्यो। किनभने किशोर श्रेष्ठ पक्राउ गर्दाखेरि चाहिँ पट्टी बाँधेर सबै यहाँ प्रहरी घेराउ गर्ने, प्रहरी परिसर घेराउ गर्ने। तर कुनै एउटा पत्रकारको त चाङ छ त, यहाँ साइबर ब्युरोमा मुद्दा चाङ छ, त्यति मात्र प्रेस काउन्सिलमा पनि मुद्दा चाङ छ, भिडियो हटाउन लाउँछ, विभिन्न किसिमका सामग्रीहरू हटाउन लाग्छ। अघि त्यहाँ अध्यक्षले भन्नुभयो हामी पत्रकारको हितको निम्ति हामी गर्छौँ, स्रोत कहिले पनि खोलाउनु पर्दैन, अदालतले पनि खोलाउन सक्दैन र खोलाउनु देखाउनु पर्दैन भनेर चाहिँ अध्यक्षले चाहिँ बोलेको छ। भनेदेखि कुनै पनि व्यक्तिले समाचार सम्प्रेषण गरेको बेलामा पुरा प्रेस काउन्सिलमा फोन गरेर तेरो डिलिट गर्छस् कि तँलाई मुद्दा चाल्दै दिउँ तँलाई के गर्छौ कारवाही गरौँ भनेर चाहिँ थर्काउने थर्काएको बेलामा चाहिँ किन बोलेन भने चाहिँ मेरो पनि आवाज हो। त्यति बेला नै बोल्नुपर्छ नि त। किनभने एउटा समाचार सम्प्रेषण स्रोत बिना त कसैले पनि देख्दैन। विज्ञप्तिसम्म निकाल्न नसक्नेले आज आन्दोलन गरिरहेको हो। यो चाहिँ तपाईँले भने मैले पनि भन्नु खोजेँ चाहिँ यो जुन प्रेस के अरे महासङ्घ छ नि, महासङ्घले पनि यो पत्रकार महासङ्घ पनि एउटा कुरा चाहिँ भेदभाव जस्तो र वर्ग छुट्याएर अलिकति गरेको जस्तो चाहिँ देखिरहेको छ। यिनीहरूले पनि भेदभावमा चाहिँ अब नागेको हो कि भन्ने हामीले आकलन पनि गर्न सकिन्छ। दलको भाग बन्न महासङ्घको सबै कुराको खोजी चाहिँ गरेको छैन। मैले एनालाइज गर्दै गर्दाखेरि यहाँ चाहिँ त्यस्तो पनि देखिन्छ। किनभने महासङ्घ विभिन्न किसिमका महासङ्घ त यो त अलिकति कस्तो खाले महासङ्घ हो मलाई थाहा भएन। महासङ्घ पनि धेरै प्रकारको पत्रकार महासङ्घहरू प्रकारको स्वतन्त्रको हकको निम्ति काम गर्ने भने देखिन्छ। तर आज एउटा महासङ्घ देखिन्छ, यो कस्तो खाले महासङ्घ हो मलाई राम्रोसँगले थाहा छैन। तर एउटा कुरो के पनि भन्दाखेरि पत्रकारको हकको निम्ति काम गर्ने हो भनेदेखि भुइँ मान्छे सडकमा हिँड्ने मान्छे पत्रकार होस् या ठुलो कुर्सीमा बसेर लेख्ने पत्रकार सम्पादक होस् र सञ्चालक होस्, सबैले समान लेभलले हेर्नुपर्छ र समान प्रकारले चाहिँ त्यो हेरेको न त्यो प्रकारको चाहिँ व्यवहार चाहिँ महासङ्घबाट हुनुपर्छ भन्ने चाहिँ मेरो माग पनि छ। हस्, धन्यवाद, नमस्कार।